आज जानौँ टोफेल 2026 का केही अपडेटहरू। मल्टी स्टेज एडप्टिभ फर्मेट। अब हजुरहरूको रिडिङ र लिसनिङ सेक्सनको पर्फर्मेन्सले चाहिँ सेकेन्ड पार्टको डिफिकल्टीलाई डिटरमाइन गर्छ। रिडिङ सेक्सन, अब रिडिङ सेक्सनमा हजुरले प्यासेज चाहिँ टेक्स्ट बुक स्टाइलमा मात्र नभइकन म्यागजिन्स, न्युज पेपर र वेबसाइट वाला फर्मेटमा पनि देख्न सक्नुहुन्छ। हजुरको टोटल टाइम 30 मिनट्स हुन्छ र टोटल आइटम्स चाहिँ यहाँनिर 50 वटा हुन्छ। लिसनिङ सेक्सन एकाडेमिक र एभ्रिडे कन्टेक्स्टहरू पनि इन्क्लुड गरिएको छ र एक्सेन्टहरूमा चाहिँ हजुरले नर्थ अमेरिका, युके र अस्ट्रेलियाको पाउनुहुन्छ। टाइम 27 मिनट्स र टोटल नम्बर अफ आइटम्स इज 47 र साथसाथै रिडिङ र लिसनिङ सेक्सनमा चाहिँ हजुरले 2 देखि 3 वटा अनमार्क ट्रायल क्वेसन पनि पाउनुहुन्छ, जुनले चाहिँ कुनै पनि मार्क्स क्यारी गरिँदैन। यो चाहिँ एडेप्टिभ मोडलमा इन्क्लुडेड क्वेसन्सहरू हो। स्पिकिङ र राइटिङ सेक्सनको कुरा गरौँ, स्टिल एकाडेमिक फोकस नै छ, तर फेयरनेस र क्ल्यारिटीको लागि चाहिँ क्वेसनहरू स्ट्रिमलाइन गरिएको छ। स्पिकिङ सेक्सन चाहिँ अराउन्ड 16 मिनट्सको हुन्छ र हजुरले 15 देखि 30 सेकेन्ड चाहिँ पर टास्क प्रिपरेसन टाइम पनि पाउनुहुन्छ। यसमा चाहिँ अप टु 4 वटा टास्कहरू अभाइलेबल छन्। राइटिङ सेक्सनको कुरा गर्नु पर्दाखेरि 20 देखि 29 मिनट्ससम्म चाहिँ हजुरले टाइम पाउनुहुन्छ र यसमा चाहिँ 2 देखि 3 वटा टास्कहरू अभाइलेबल छन्। साथै नाइम एजुकेसनमा चाहिँ भोलिदेखि टोफेलको क्लास हुँदैछ। बेलुका 7 देखि 8 बजेसम्म 1 घण्टाको क्लास अभाइलेबल छ। हजुरहरूलाई पनि टोफेल क्लास लिनुपर्ने छ भने नाइम एजुकेसन पोर्टल सडक भिजिट गर्नुहोस् अथवा माथि दिएको गुगल फर्म फिल गर्नुहोस्। साथै तल दिएको नम्बरमा कल गरी आफ्नो इनरोलमेन्ट गराउन पनि सक्नुहुन्छ। नाइम एजुकेसन, वेयर सक्सेस इज possible.